ल हेर्नुहोस् है यति गर्मी छ बाबा चितवनमा नि हाम्रो यस्तो गर्मी थिएन यहाँको घरहरू चाहिँ हाम्रो घरतिर कस्तो लाग्यो होइन बुढी यता छन् मेरो बुढी र छोरीले फेरि यता मम्मीतिर फर्किन यता फर्किन् फेरि यता यता नफर्किएन आहाना किन फर्किनु लाग्यो तिमी मेरो बाबाले भिडियो बनाइराखेर देखेन यस्तो नभएर नि छोरी हेलो आहानाको मम्मी कता हो आज कता त्यो कुन ठाउँमा छ तिमी कस्तो लाग्यो मलाई लाग्छ साँगुरो बाटोघाटो मन पर्यो तिमीलाई हेर न यहाँ ठोकी हिँड्ने बित्तिकै ठोके हाम्रो त वहाँ फिनल्यान्डको बाटो त कति राम्रो हुन्थ्यो त्यही रहेछ यहाँको नजिकको मार्केट हुन्थ्यो स्टुडेन्ट मार्केट पनि एउटा सानो घर जस्तो रहेछ बुढी हेर हामी चाहिँ जाने होला यस्तो पनि चिप्रा क्रसिङ भइन्छ खोइ के खाले बाटो बनाएर तिनीहरूले समय लाग्यो मलाई कप्ता केटीमा चाहिँ देखाउँ न देखा हो बेटा यो चाहिँ डुवर्निकको मेन ठाउँ र हेर्नुहोस् यो हार्बर एरिया यहाँको चाहिँ राम्रो रहेछ ठाउँ चाहिँ अति नै भिड छ अति नै भिड बस्ने ठाउँ पनि छैन भने जस्तै छ यस्तो भिड एकदम पिक आवर रहेछ क्या अहिलेको यो बेला चाहिँ माछै देखिन्छ यस्तो छ माछै देखिन्छ यहाँको चाहिँ वाल हो त्यो छ काम चल्नु लागेको छ हामी चाहिँ बुढी यता थियौँ अनि यतातिर चाहिँ सबै यो टुरिस्ट एरिया के कहाँ जाने के प्रोग्राम सब बुझ्नु सुन्नु सबै यहीँ छ मेरो बुढी चाहिँ यहाँ थियो शान्त कस्तो लाग्यो त बोटको ट्रिप रमाइलो लाग्यो सानो छोरी थकित गर्मीले पुरै पाकिन् एकदमै गर्मी भएर मेरो बुढीले चाहिँ आइसक्रिम खान चाहना गरिन् आइसक्रिम पनि लाइन थियो भर्खर हट्यो आइसक्रिम खानु पर्यो दुईजनाले लास्टै गर्मी छ यहाँ पनि पुरै फ्यान लाएर बस्ने अवस्था छ अहिले पसिना छ पुरै ल यो चाहिँ यहाँको चाहिँ युनाइटेड नेसन एजुकेसन साइन्टिफिक एन्ड कल्चरल यो चाहिँ उसमा पनि परेको हो कि युनेस्को हेरिटेज साइटमा पनि परेको जस्तो लाग्छ मलाई यो मेरो बुढी चाहिँ यता छिन् शान्त कस्तो भएको छ तिमीलाई तिमी रमाउँछौ त ऊ माथि चाहिँ केवल गाह्रो बुढी हेर अलि जाऊ न त अगाडि उहाँ जाऊ न किन क्यामेरामा आउने लाज लाग्यो क्या बुढा खिचे बुढी चाहिँ खिच्नै नमान्ने जस्तो त्यही हेर त तिम्रो आज म इन्टरभ्यू लिन्छु कस्तो फिलिङ भइरहेको त तिमीलाई यो डुवर्निकमा रमाइलो हो ए परे पनि भेटिँदो रहेछ त्यहाँ त राम्रो छ एकदम राम्रो लाग्यो मन पर्यो आँखा र म चाहिँ यता छौँ मलाई त्यस्तो डाँडामा घर भएर मन पर्यो डाँडामा घर भएर मन पर्यो ए मेरो छोरीको मन यता छ
बुढीलाई बिचरा परेको हेरिकन परेको पुऱ्याउनु पऱ्यो परेबाट हुन्छ त त्यसमा हामी उयो अब हामी लिनु म लिन्छु ल तिमी त अब हो नि त नगर होइन पानी हेर नि कति सफा आऊ शान्त कस्तो लागिरहेको छ त हो मजा आयो भ्यू हेर्न हिँड्नु नि हो क्या तिमी त होइन होइन हिँड्नु यस्तै बरेख्यौ त फेरि आफूले आफूलाई त पुरै Too tight. You have to keep that white enough. काय गर्दैछ भने पानी शान्त उतै ऊ केबल कार देखेको ऊ केबल कार माथि हेर ऊ त्यही हो यो चाहिँ डब्रोनीको ओल्ड टाउन सिटी घुम्दैछ हामी यति धेरै प्याक छ साध्यै छैन यति गर्मी छ ओहो माइ गॉड गर्मी त्यस्तै यो अगाडिको धारा चाहिँ 230 वर्ष पुरानो अरे मान्छेको भिडभाड त्यस्तै छ मान्छेको चाप त्यस्तै छ साह्रै गाह्रो छ यो गर्मीमा चाहिँ हिँड्नलाई मुस्किलै छ यता हेर्नु छ शान्तहरू यता आइसकेका रहेछन् शान्त यहाँ छिन् रसियाको फोटो यहाँ यता डुवर्मुखको छ यस्तो डुवर्मुख सबैलाई चाहिँ युरो भनेर लेखेको छ दामीसँग छ त्यो चाहिँ ल घुमेर सक्यो भने नि भयो है हेरेछन्